दर्शकबिन म छु अहिले 44 नम्बर समष्टि अन्तर्गत यो सामसिङको खोला गाउँ भन्ने ठाउँमा। यहाँनिर अहिले पुलको काम पनि धमाधम चलिरहेको छ। तपाईलाई जानकारी गराउन चाहन्छु। इन्डियन गोर्खा जनशक्ति फ्रन्ट अध्यक्ष श्रीमान अजय आडवाणीज्यूको विशेष पहलमा यहाँ पुल बनिरहेको छ भने पुलको बारेमा अनि यहाँको क्षेत्रको बारेमा गाउँवासीको समस्याको बारेमा हामी उहाँसँग केही गफ गर्नेछौँ। उहाँ चाहिँ हुनुहुन्छ मन्जिल राईज्यू, जो चाहिँ यहाँकै बासिन्दा हुनुहुन्छ। सर्वप्रथम त स्वागत गरे है हाम्रो च्यानलमा र यस च्यानल हेर्न बस्नु भएको सबैलाई नमस्कार टक्राउँदै ठिकै छ, केही छैन। तपाईँको घर चाहिँ कता? यो पुलदेखि चाहिँ कता पर्छ? यता पर्छ कि उता पर्छ? मेरो घर चाहिँ यता पर्छ, यो साइड पर्छ। यो साइड पर्छ। यो खोला गाउँ भन्छ है यो साइडलाई चाहिँ के गाउँ भन्छ? यो गाउँ शेर्पा गाउँ। शेर्पा गाउँ। शेर्पा गाउँ र खोला गाउँलाई चाहिँ जोड्ने है बिचको पुल भनेको नै यही हो। यो पुल कसले बनाइदिएको? यो पुल त इन्डियन गोर्खा जनशक्ति फ्रन्ट अध्यक्ष कन्भेनरज्यू अजय डोडेज्यूको पहलमा बनेको, साथसाथै यस भेगका मानिसहरूको श्रमदान, साथै 43 नम्बर समष्टिबाट जोन सरको, जोन सिडब्ल्युसीमा हुनुहुन्छ, उहाँसँग जोडिएर उहाँकै पहलमा पनि बनिएको पुल हो यो। र हामी गाउँवासी मात्रै होइन, यो सामसिङ भेगका सबै जतिजना यहाँ आएर खटिदिनु भएको छ, बुढापाकाहरू लगायत दाजुभाइहरू, दिदी बहिनीहरूलाई, उहाँहरू सबैले यहाँनिर आएर श्रमदान, यो पुल बाटो हुनुपर्छ भनेर चाहिँ यस पुलको लागि हामीले अजय सर होइन, जोन सरसँग सिडब्ल्युसीमा हुनुहुन्छ, उहाँलाई हामीले यस हाम्रो गाउँमा यस्तो दुःख छ भन्दाखेरि पोखाउँदाखेरि ठिकै छ बनाउनुपर्छ भनेर भिजिटमा आउनुभयो अजय सर। र हामीले दुःख सो पोखायौँ, उहाँ हेर्नु पनि आउनुभयो र हाम्रो सामसिङ भेगका भाइ दिदीभाइ जति पनि युवाहरू हुनुहुन्छ, जति बुजुर्ग आदमीहरू हुनुहुन्छ, सबैले हामीलाई सरलाई अनुमति चढाउनु, साथै सरले पनि हाम्रो भरोसा गरेर, हाम्रो यहाँका यहाँ सामसिङ भेगका मानिसहरूलाई भरोसा गरेर, हामीलाई भरोसा गरेर, हामी न्यू फेस हो र पनि सरले हामीलाई भरोसा, एकै वचनमा भरोसा गरिदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। मैले रिपोर्टिङ गर्ने क्रममा धेरै ठाउँहरूमा है, धेरै ठाउँ गइरहेको नि त। पहिला तपाईँको अनुहार पनि देखिरहेको मैले है। योभन्दा अगाडि कुन चाहिँ पार्टीमा थियो भन्नुहोस् त? म रुलिङ पार्टी यो बिजेपिएममा थिएँ। बिजेपिएममा थिएँ। तपाईँलाई जानकारी गराउन चाहन्छु, म धेरै ठाउँमा यो कभर गर्ने गर्दा मैले यो अनुहार देखिरहेको। अचानक मैले यो अनुहार चाहिँ फेरि इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा देखेँ। किन होला? किनकि हामी बिजेपिएममा थिए, तर पनि हामीले कति गुनासोहरू चढायौँ। यहाँ क्षेत्रीय जति पनि लिडरहरू हुनुहुन्छ, उहाँलाई कति गुनासो दुःख सो पोखायौँ। तर भोटको सिजनमा आयो भने यो पुल बनाइदिन्छु, त्यो गरिदिन्छु भन्यो, फेरि भोट सक्यो, गायब। यहाँनिर चाहिँ खालि भोटको बिजनेस जस्तो मात्रै भइरहेछ। किनकि हाम्रो यो रिमोट एरिया, पकेट एरियामा हाम्रो किनभने भोट कम्ती छ। भोट कम्ती हुनाले यहाँनिर दिएर कुनै फाइदा नदेखेको जस्तो गरे यहाँको नेताहरूले। किनभने जसरी जहाँनिर भोट बेसी छ त्यहाँ अलिक डेभलप, जहाँ कम्ती छ त्यहाँ छैन, जसरी 3 कट्रीमा पनि त्यस्तै खाले भइरहेछ। अन्त त्यो प्रकारले हामीले अब यो फेसबुक यताउता मिडियामा हामीले सरलाई, अझ सरको भिजनहरू हेऱ्यौँ होइन, उहाँको काम गरे तरिका हेऱ्यौँ। अन्त उहाँको एउटा काम गरे तरिका युनिक छ र हामीले भनौँ, अब नेताले भनौँ, अब यहाँनिर अब बाटो हामीले कति भन्यौँ, तर अब गरिदिएन, भन्दैन। अब लास्टमा हामीले अब अजय सरसँग जोडिनु पुग्यौँ, उहाँको भिजन देखेर मन परेर होइन, उहाँको विश्वास देखेर। किनभने ऊ जहाँ पनि पुगिरहेको हुन्छ, नबोलाइ पनि, चाहे चियाबारीको इस्यु होस्, चाहे मान्छेलाई गरिब दुखी होस्, चाहे पुलको समस्या होस्, उहाँ जहाँ पनि पुगिरहेको हुनुहुन्छ, उहाँ जहाँ पनि उपस्थित गरिदिरहेको हुन्छ। मान्छेको दुःख सुख होस्, सबैमा पुगिरहेको हुन्छ। र उहाँलाई भन्नु चाहन्छु, म हाम्रो दार्जिलिङ पहाडको फादर चाहिँ हामी अजय सरलाई मान्नु चाहन्छु। किनभने उहाँले आफ्नो हैसियतमा, आफ्नो बलबुद्धामा यस पहाडभरि नै डल्लै दार्जिलिङ, खरसाङ, मिरिक जति पनि छ उहाँले गरिदिइरहनु भएको छ होइन, आफ्नो लगायतमा। र यतिको हामीले लिडर हामीले पाउँदैनौँ पनि होला सायद। अब यहाँदेखि उता काटेर हामीले
यस्तो खाले लिडर आफ्नो आफ्नो गोजीकोबाट गरेर अलिकति गाउँबाट गरेर अलिकति समाजबाट गरेर श्रमदान गरेर जुन खाले गर्दैछ उहाँलाई हामीले आन्तरिक हृदयबाट गाउँवासी सायद लगायत डल्लै हामी सम्पूर्ण समष्टिबाट उहाँलाई हामी धन्यवाद टक्राउन चाहन्छौँ। दर्शकबिन यहाँ मात्रै होइन धेरै ठाउँ यस्ता छन् जुन ठाउँमा चुनावको बेला नेताहरू भिजेको मुसा जस्तै गाउँ गाउँ पसेर भोट माग्ने गर्छन्। यो बनाइदिन्छु त्यो बनाइदिन्छु भनेर उहाँलाई